खोइ खानु क्या म त नखाएँ अब खानु आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन यो मकै बारीमा चाहिँ लु देख्नु साग कति राम्रो छ अनि कस्तो राम्रो साग छ यहाँ चाहिँ फर्सीको मुन्टा पनि रहेछ है अनि यो चाहिँ के हो घाँस हो होला यो घाँस कि घाँस हो अनि लु देख्न सक्नुहुन्छ यो नमस्ते सम्पूर्णलाई स्वागत छ सुशीला ब्लगमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला सबैजना मस्त व्यस्त पनि हुनुहुन्छ होला सदा चाहिँ नयाँ भिडियो नयाँ ब्लगका साथमा सुशीला हाँस्दै मुस्कुराउँदै उपस्थित भइसकेको छ आशा छ माया र सपोर्ट पनि गरिदिनुहुन्छ होला भनेर साथीहरू अहिले चाहिँ घरदेखि बाहिर हामी दिदी घुम्न जाँदैछौँ है त यहाँ बाहिरतिर हिँडेपछि पुरै अनुहार टल्केर टिल्ल हुन्छ उहाँ दिदी उता दिदी हुनुहुन्छ पहिलाको पुरै दामी थियो अहिले चाहिँ जस्तो छ त्यस्तै देखाउँछ दिदी हुनुहुन्छ मान्छे अब दिदीहरू हेर्दा त बहिनी जस्तै देख्नुहुन्छ तर पातली हुनुहुन्छ सँगसँगैकै होला म पहिलादेखिकै दिदी भनेर म चाहिँ दिदी दिउँसो चाहिँ एकदमै अल्छी लागेको साथीहरू होइन घाम पनि टन्डला पुर्थ्यो अहिले पनि यस्तो घाम लागिरहेछ अनि अहिले चाहिँ अलिअलि शीतल फर्केको छ म त दिउँसो त मान्छेलाई त तिरिमिरी बनाइदिन्छ अनि आज तिम्रो क्यामेरा पहिलाको राम्रो थियो अहिलेको ठिक छैन भन्नुहुन्छ उहाँ गोरी हुनुहुन्छ गोरी देखिनुहुन्छ म राति छु रातै देखिएको छु म पनि काली भएर आएको छु गाउँबाट होइन तपाईँ त केही आएन म त गाउँ जाँदाखेरि यस्तो पुरै अनुहार सडिएर त्यो बिबी क्रिम चाहिँ लाउनै नहुने रहेछ मैले तपाईँको म त अहिले अलिअलि फिरेको साथीहरू होइन नत्र त यो गाला पुरै कालै फर्केर होइन पुरै हेर्नु नहुने मकैबारी हेर्नु छ हरियाली साथीहरू यहाँ यस्तो छ मकैबारी हामी दिदी जुन चाहिँ जान्छौँ जस्तीभन्दा सन्चो भएको छ आज चाहिँ मलाई एकदमै खुसी लागिरहेछ किनकि मेरो युट्युबको भयो 2 नम्बरको भइसक्यो 3 नम्बरको हुन बाँकी छ 3 नम्बरको भइसकेपछि म त यति गुरुक नाचेर पार्टीहरू जाँदैछौँ साथीहरू यहाँ माथि बस्ने ठाउँ छ पुरै काठमाडौँ देखिन्छ होइन शीतल पनि छ त्यहाँ चाहिँ पहिला यस्तो बाटो थिएन नि दिदी यहाँनिर घोरेटो बाटो सानो थियो अहिले यसलाई घोरेटो भन्छन् कि दो बाटो भन्छन् दिदी यस्तो छ गाईहरू यहाँ उकालो छ उकालो पनि सक्थेँ साथीहरू अहिले चाहिँ म सक्दिनँ अहिले चाहिँ म बिरामी भएको छु उकालो छ अनि दिदीले हिँड्नै सक्दिनँ भन्नुहुन्छ उहाँ चाहिँ होइन साथीहरू जेनजी आन्दोलनमा चाहिँ मेरो छोरो पनि गएको होइन छोरो गएपछि मलाई डर लागेर एक्लै छोडिनँ सँगसँगै गएँ बाबु सँगसँगै अनि मान्छेको भिड यति धेरै थियो स्कुटरमा ओह्राल्न ब्रेक लाएर हिँड्दा कता यस्तो हामीलाई हेरे हामीलाई किन अनि साथीहरू होइन अनि जेनजी आन्दोलनमा गएको अनि पुलिसहरूले यति त्यो कस्तो ग्यासहरू छर्क्यो होइन अनि भागेरै भएको भयो मान्छे त धेरै थियो म त दौडिनै सकिनँ दिदी त कहाँ पुग्यो मेरो चप्पल त्यस्तै थियो नि त चप्पल त्यस्तै भाङराङ म त त्यतिखेर नि बिरामी थिएँ कि आयो पर सरेको त्यस्तै माथि अनि म त दौडिनै सकिनँ बाबुले 4.5 दिन अनि म त दौडिनै सकिनँ अनि साथीहरू होइन यो दिदी त कहाँ पुग्यो भने हामीले त मेरो बाबु त कहाँ पुगेको थियो मलाई तानेर के मेरो कारणले गर्दा बाबुले चाहिँ मलाई तानै गर्छ म बोक्छु आउनु हुन्छ अनि पुलिसहरूले लहटिराख्नु दिदीलाई हामीले भेटिनौँ यस्तो पातलो मान्छे चाहिँ एकदम काम लाग्छ साथीहरू यस्तो मोटो भएर चाहिँ कामै छैन हामीले चाहिँ पनि किनेका छौँ चप्पल पनि यस्तो चप्पलले पनि कहाँ दौडिनु सकिन्छ त यो हिँड्न चाहिँ सजिलो दौडिनु त बाङलाङ कहाँ यस्तो म त यो दिदी चाहिँ मान्छे डर रहेछ भने त्यतिखेर मैले थाहा पाएँ कसरी दौडिनु गाइज त्यही भएर शरीरलाई एकदम फुर्तिलो बनाउनु जरुरी छ आपद विपद यो उकालोमा दौडिनु पऱ्यो भने अहिले यो होइन यो सखरखण्ड यसलाई सुठुनी भन्छौँ हामी चाहिँ सुत्तै त सुठुनी हामी पुरोतिर सुठुनी अस्ति खायो है घरमा सुठुनी मनै पर्दैन हौ दिदी तपाईँ दुधसँग खानुहुन्छ मलाई छाती पोल्छ घाँटी पोल्छ मनै पर्दैन गाउँतिर चाहिँ एकदम मिठो हुन्छ खाना
एउटा सुटिङ सखरखण्ड हुन्छ नि त के हो नाम पनि हामी चाहिँ सुठुनी भन्छौँ हामी चाहिँ अर्ग्यानिक नाम गाई सुठुनी भन्छौँ हामी चाहिँ सुठुनी सुठुनी अनि करेला भन्छौँ हामी चाहिँ यहाँ इस्कुस भन्छन् अनि हामीलाई चाहिँ करेला तिते करेला भन्छौँ है तितोलाई चाहिँ होइन अनि अर्कोलाई चाहिँ करेला भन्छौँ करेला यहाँ चाहिँ इस्कुस भन्छ नि के हो नाम पनि अनि लुडे साग भन्छन् हामी लट्टे साग भन्छौँ सिमे साग भन्छौँ होइन यहाँ चाहिँ भाषा काठमाडौँको छुट्टा छुट्टै छ नाङ्लो भन्छौँ हामी यता सुप्पो भन्दा रहेछ सुप्पो हामी नाङ्लो भन्छौँ अनि कसौडी र कसौडी भन्छन् होइन अनि हाम्रो चाहिँ भात पकाउनेलाई कसौडी भन्छौँ भाँडो भन्छौँ अनि काठमाडौँमा नि भाँडै भन्छ कुकर भन्छ अनि हाम्रो घरतिर गोर्खातिर चाहिँ ताउलो भन्छ ताउलो 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 र हामी चाहिँ यहाँ आइसक्यौँ साथीहरू हेर्नुहोस् होइन त्यो कालो पार गरेर आइसक्यौँ सुहाँ भइसक्यो अनि उसलाई के अरे त्यो आरी भन्छ नि हाम्रो एउटा सानो सानोलाई होइन यता चाहिँ बाटा भन्छन् होइन बाटा मैले सिकेको यहीँ मैले पनि हो आरी हो हामी त आरी भन्थ्यो यहाँ चाहिँ बाटो ल हामी चाहिँ आइसक्यौँ साथीहरू काठमाडौँको भ्यूले हेर्नुहोस् पुरै यहीँ बस्ने क्या त्यति यस्तो छ यहाँ चाहिँ साथीहरूले हेर्नुहोस् कस्तो राम्रो छ त्यो पातली देखेको पातलो मान्छे एकदम दौडिन यहाँ दौडिन प्रतिस्पर्धा गरौँ भने जित्नुहुन्छ म चाहिँ सक्दिनँ चोर्न जाने हो त कति राम्रो रहेछ तर यहाँ सु पनि गरिदिन्छन् अनि चाहिँ भयो यहाँ आइसित बिस्तारीले हेर्नुहोस् यस्तो कालोमा हामी चाहिँ हिमाल जस्तै बिस्तारै गफर्दै चढ्यौँ होइन अब यहाँ चाहिँ बिस्तारै सोडिमुसम देखाउँछ यो चाहिँ मकैबारी हो यो मकैबारीमा चाहिँ ल देख्नु साग कति राम्रो छ साग छ अनि कस्तो राम्रो साग छ यहाँ चाहिँ फर्सीको मुन्टा पनि रहेछ है अनि यो चाहिँ के हो घाँस होला यो काँसकी घाँस हो अनि ल देख्न सक्नुहुन्छ यो काठमाडौँको के को गाँजा होला हौ दिदी गाँजा हाम्रोतिर नि यस्तै फल्छ गाउँमा गाँजा अनि हेर्नु न उहाँ पारी स्वयम्भू छ ऊ त्यता ऊ यसलाई के भन्छ डिपार्टमेन्ट के भन्छ हौ दिदी डिपार्टमेन्ट बनिरहेछ हाउसिङ है अनि चारैतिर डाँडाले ढाकेको बिचमा काठमाडौँ सहर बडेमानका घर छन् यस बडेमानका घरमा कोठा कहीँ पनि खाली छैन साथीहरू हाम्रो लागि हामी सुकुम्बासी जस्तै हौँ गाइजहरू है अहिले सुकुम्बासी सबै आन्दोलन गर्छन् हामी पनि आन्दोलन गर्ने हो भने सक्थ्यौँ तर हाम्रो यो मर्यादाले दिँदैन आन्दोलन गर्नका लागि यिनी घर ठुला ठुला घरहरू धेरै पैसा हुने कोही धेरै मेहनत गरेर पनि भएका छन् कुनै यो टाँका हानेर 2 नम्बरी काम गरेर पनि गरेका छन् यस सहरमा धेरै प्रकारका मान्छे छन् साथीहरू कोही यति धेरै राम्रा मान्छेहरू छन् कोही चोर छन् कोही डाका छन् कोही बलात्कारी छन् कोही हत्यारा छन् होइन अनि कोही भगवानको रूप गरेका छन् कोही कंसका रूप गरेका छन् यस सहरमा 75-76 जिल्लाका मान्छे छन् हेर्नुहोस् कोठा यहाँ पाइन्छ भन्ने चाहिँ आश नगरे पनि हुन्छ आज खाली भयो भने भोलि मान्छे भरे आउँछन् अनि यस्तो माथि भिरतिर पनि मान्छेहरू चाहिँ आएर बसिसकेका हुन्छन् सटरहरू चाहिँ जताततै खाली छ तर कोठा चाहिँ काठमाडौँमा खाली छैन साथीहरू होइन मान्छे हुन्छन् अनि यस्तोमा पनि आएर बस्छन् जता पाए त्यतै बस्छन् अब हामीलाई नि सुख चाहिन्छ होइन किनकि गाउँमा दुःख गर्न नसक्ने अब यहाँ आएर बस्ने अब मतलब छोरीको भविष्य नै हेर्न पर्यो साथीहरू बेरोजगारी गाउँमा केही पनि पाइँदैन रोजगार छैन बिजनेस व्यापार गर्नु हुँदैन त्यही भएर पनि मान्छेहरू छिर्ने गर्छन् तर बिजनेस व्यापार नहुनेहरूले चाहिँ गाउँमै आफ्नो बाँझो खेतबारीलाई होइन मलजल गरेर खेती उत्पादन गर्ने तरकारी लगाउने गर्यो भने चाहिँ एकदमै राम्रो हुन्छ तर हाम्रो गाउँतिर चाहिँ बाँदरले केही पनि दिँदैन साथीहरू होइन मेरो घर चाहिँ गोर्खा हो गोर्खातिर चाहिँ बाँदरको धेरै जमात छ बाँदरको जमातमा केही तरकारीहरू लाउन दिँदैन अनि यो उसमा पनि संसदमा पनि बाँदरको यो उठेको थियो नि के अरे यो बाँदरको उसले मुद्दा उठाएका थिए मतलब यसलाई के भन्छ बाँदरको कुरा उठाएका थिए कि मुद्दा भनेको केस भन्छन् क्या अरे मलाई पनि त्यति धेरै बोल्न त कहाँ आउँछ र गाइजहरू अनि मलाई यसको बारेमा थाहा नै छैन है मुद्दा भनेको त मान्छेलाई मुद्दा लाउने होला नि यसको लागि त्यस्तो के पिर पर्यो दिदी भन्नुहोस् त
छुट्टी लागेर डाँडा पाखा हेरेर बसिरहेको छु काठमाडौँका घर गनेर बसिरहेको छु बेरोजगारी समूहहरू ल है गाइजहरू तपाईँहरूलाई कसैलाई थाहा छ भने जब होइन यहाँनिर सम्पर्क गराइदिनु होला हामी भ्याकेन्सी खाली छु दिदीबहिनी नि बेरोजगारीसँग यसरी पुरै यसरी निराश बनेर बसिरहेको बाँदरको जस्तै लस्करै लाएर होइन अनि यो मैले अघि बाँदरको कुरा गरेको थिएँ होइन अनि हाम्रो गाउँतिर चाहिँ बाँदर लाग्छ कि साथीहरू तराईतिर सुगा पाहाडतिर बाँदर सुँगा धेरै छैन नि तराईतिर लाग्छ मकै खाएर राम्रो हैरान बिहानभरि हाहा के खा हो तराईतिर सुगाले हैरान अनि पाहाडतिर म त हाम्रो गोर्खातिर चाहिँ बाँदर लागेर केही गर्नै दिँदैन मकै पनि खाइदिन्छ जे पनि खाइदिन्छ अनि संसदमा पनि बाँदरको कुरा उठेको थियो अनि यो बाँदरलाई चाहिँ ठुलो ठुलो घर एउटा जिल्लै दिनु पर्यो के बाँदरलाई एउटा जिल्लामै बाँदरलाई पुरै घर बनाइदिएर राख्नु पर्यो गाइजहरू होइन त्यही भएर खेतीपाती हुन्छ अनि संसदमा त्यस्तो कुरा उठाए आफै बाँदर जस्तै उफ्री हान्न थाल्यो म त अनि संसदमा अघिल्ला दिन बाँदरको कुरा उठाएँ भोलिपल्ट बाँदर जस्तै बुरुक काँदामा उफ्रिएर अनि मान्छेहरू हामी कति धेरै अभिज्ञ छौँ त हामीसँग दिमागै छैन अनि अब त्यत्रो अब उनीहरू त्यत्रो संसदमा गएका मान्छे त त्यस्ता छन् भने हामी त उनीहरूभन्दा त कति सर्वसाधारण होइन नपढेका होला कुर्सी उठाएर के गरे है त पागल म त हाँसो लागेर अनि त्यस्तो गर्छन् अनि बरु बाँदरको एकचोटि गरेर गर भने दौडेर जान्छन् अनि मान्छेलाई त सम्झाएर हे नगर भन्यो भने आज नगर भन्यो भने भोलि उफ्रिन्छन् भोलि नगर भने अझ काँधमा उफ्रिएर काँधमा उफ्रिएर त्यस्तो गर्छन् अहिले बाँदर र मान्छेमा केही पनि फरक छैन गाइजहरू होइन अहिले चाहिँ एकदमै समय विकास हुनु यो युग विकाससँगै मान्छेको दिमाग पनि पुरै च्याट भइसकेको छ चेतना कहिले बरु पशुमा चेतना आउला मान्छेमा चेतना आउँदैन संसदमै त्यस्तो भइसकेपछि अब सर्वसाधारण अनि विद्यार्थीदेखि लगेर हरेक कुराहरू कसरी अनुशासन यहाँ त यस्तो हुन्छ हाम्रो के होला भन्ने हुन्छ साथीहरू बाँदर र मान्छेमा केही पनि फरक छैन बाँदर हो हाम्रो बाँदर कर्नर हेरिरहेको मान्छे जस्तै मिल्न आउँदैन हो नि है अनि बाँदर र मान्छेमा बरु बाँदरलाई टिम ठोको भने भाग्छ मान्छे भाग्दैन अलिक संसदमा त्यस्तो चलेको छ होइन यो देशैभरि हेर्छन् हौ दिदी है तिनीहरूलाई के लाग्दो हो भने है अब यो युट्युबमा त मान्छेले भेटाउँछन् भनेपछि तपाईँको त हामीले यसरी बोलेको त भेटिन्छ भने यो त विश्वमा फैलिन्छ होइन यो पुरै नेपाली विश्वमा पनि जान्छ कि अरू सबैतिर हेर्छन् कस्ता जङ्गली गाइजहरू हेर्नुहोस् त है तपाईँहरूले सबैले विश्लेषण गर्नुभएको छ होला त पुरै जङ्गली जनावरहरू काँडामा याउ गरेर उठेर दौडे खान कोही हाने मलाई त यो कस्तो मान्छेहरू होइन ठिक छ आफ्नो सिस्टमले गर्ने आफ्नो सिस्टमले बोल्ने होइन अनि एकअर्कामा चार र सौदा जस्तो के हानाहान गर्छन् त्यहाँ भनेको त ज्ञान बाँड्ने ठाउँ हो नि त गाइजहरू मलाई त्यस्तो लाग्छ भनेको ज्ञान बाँड्ने ठाउँ हो संसद भनेको यो देश बनाउने होइन जनतालाई शान्ति कसरी ल्याउने जनतालाई कसरी राम्रो गर्ने देशमा विकास कसरी गर्ने होइन अब कसरी हामी अगाडि बढ्ने त्यस्तो कुरा जानुपर्ने हो अहिले चाहिँ यो सिस्टम छैन गाइजहरू पुरै पागल किनकि मान्छेमा हो मान्छे सबैजना दुधले नुहा हुँदैनन् सबैजना यो संसारमा शुद्ध छैनन् मान्छे हामी छैनौँ म छैन अरू छैन शुद्ध नहोला नि तर शुद्ध आफू परिवर्तन हुन सिकेको खोइ अनि सिकेको खोइ त संसारमै यो त्यो यस्तो उस्तो जुन पार्टीको भयो नि हामी मान्छे त मान्छे हुने यो पार्टी त्यो पार्टी जसले राम्रो गर्छ त्यही पार्टीमा सबै भयो नि अब घन्टी भन्छन् कसैले कहिले खरानी भन्छन् बिमारका टाउको खरानी नभन के त्यस्तो भन्नु हुँदैन खरानी अहिले कति विकास भइरहेको हेर्नु त कति धेरै भइरहेको नबुझिकन कति अभिज्ञ बरेङ करा खान अब त राँगो बालेर नि हिँडे खान गाइजहरू पुरै अनि अब त जे बाले पनि केही गर्ने होइन नि क्यारे अब जनता सबै घन्टीको पक्षमा छन् गाइजहरू तर देश जो घन्टी होस् जेसुकै होस् देश चाहिँ राम्रो बन्नु पऱ्यो कि मलाई चाहिँ यही हो जेसुकैहरू जान्छन् कि त्यहाँनिर अनि हो किन भन्नु न आफ्नो घरै सम्हाल्न नसकेका मान्छेलाई कस्तो
बालेन कस्तो गीत गाएको त बालेन त्यसो भने घरकै गीत सुन्ने खाइदिने म त बिरामी भएर हेरेकै छैन हौ दिदी म त मोबाइल त्यति धेरै फेसबुकमा आएको थियो क्या मैले पढेको गरेर त के अरे बालेन जस्तो नबोली बस्नु भनेको बोयफ्रेन्डको बिहेर हर्केको जस्तो भएर भन्यो जस्तै क्या के त्यस्तो त्यो हर्केको त्यो गीत मान्छेमा जति विज्ञ भयो नि कति धेरै घमण्ड बढेको सबै एउटै गर्दै गए त भइहाल्यो नि विरोध गर्न पाइन्छ तर सिस्टम त्यो त बौला तरिकाले के जतिखेर नि बरक 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 उफ्रेको गर्छ है हो त नि होइन हर्केले राम्रो गर भने हामी पनि सपोर्ट गर्छौँ कि तर त्यस्तो एक्कासी विरोध गर्नु भएन नि त है अब बालेनले के ल्यायो भने चाहिँ बालेन ल्याइसकेपछि हर्के नि फरार कता गयो भने कामै नभएको मान्छे अनि हामी कसरी परिवर्तन हुने हाम्रा छोरछोरी कसरी परिवर्तन हुने गाइस त्यही चिज लाग्छ मलाई चाहिँ अनि त्यो एउटी के रङ्गिला के भन्ने आइमे म त मनै पर्दैन कुर्सी उचाल्ने चौधरी कि होइन त्यो बोलेको कसरी जाने एउटाको कुरा सुन्ने हो त्यस्तो गरेको होइन मैले के त माइक खोज्न गएको मैले ज्यान बचाउकै के भन्दै आएको छु त मान्छे कतिसम्म झुट बोल्दैन हामी चाहिँ बात गर्दै साथीहरू देशको बारेमा बात गर्दै देशमा के भइरहेछ यसरी खाइरहेछौँ अझै टिप्स हो चटपटे पनि खानेकुरा थियो चटपटे यताउति पाउँदै पाएन साथीहरू म त सम्झिँदा अचम्म लाग्छ हौ दिदी हेर्नु के भयो होला अनि घर परिवार कसरी मिल्ने गाइज भन्नु न संसदमै त्यस्तो हुन्छ भने त्यहाँ त ज्ञानको भण्डार हुने ठाउँ हो त्यहाँ कानुन हरेक समस्याहरू त्यहाँ समस्याको समाधान हुने ठाउँ हो त्यहीँ त्यस्तो भइसकेपछि हामीले के संस्कार पाउनु आखिर आशै छैन हेरेका हुन्छन् कि अब तिनीहरूले चाहिँ त्यहीँ मात्रै सीमित छोड्छन् तिनीहरूलाई रिस उठ्दा तर घर गएपछि तिनीहरूलाई कस्तो महसुस हुन्छ होला है दिदी तिनीहरूले पनि हेर्छन् नि त मोबाइल नराम्रो कमेन्ट गर्ने त्यसको अब केही गरे पछि त्यसो हेर्दाखेरि अनि कमेन्टहरू पढ्दाखेरि तिनीहरूलाई कस्तो हुन्छ होइन हर्केले कसरी पचाछ हो हामी गीत सुन्यो भने बियोस हुन्छौँ हर्केले गएको हुत्ती हारा प्रधानमन्त्री के बालेन हुत्ती हारा के भने गीत राम जनताले सबै नराम्रो उसैलाई भने त्यही त है त्यति नराम्रो कमेन्ट गर्ने फेरि त्यसैले पोस्ट गरे हुन्छ है किन त्यसलाई त एक्लै बनाइसक्यो बालेनले माफी माग्नुपर्छ भन्दा नि त कसले त्यो अस्ति नेपालले पनि भारत जग्गा मिचेको छ त्यसको माफी होइन नि त यस्तो हो क्या मान्छेले कति धेरै नबुझेर बोलिन्छ हामीले चाहिँ अर्कालाई मात्रै दिएको देखिन्छ हामीलाई दिएको चाहिँ कहिले पनि देखिन्न के यो हाम्रो मान्छेको जात त्यस्तो हो साथीहरू होइन हामीले लिएको चाहिँ देख्दै देखिन्न त्यही भएको हो क्या यिनीहरूलाई पनि भरम त्यही हो तिनीहरूको मात्रै हो र त्यसको हर्केको मात्रै पनि होइन बालेनको मात्रै पनि होइन हामी सिङ्गो नेपालीको हो के भनेको उसलाई चाहिँ माया छैन र भनेको बालेनलाई चाहिँ माया छैन र जग्गाको यो जुन हाम्रो के भन्छ हाम्रो जग्गा हडपेको उसलाई चाहिँ हुँदैन त दिन्छ त त्यसै बोल्छ त उसले नजानेर बोलेको होइन नि किन विज्ञ मान्छे यत्रो अब बाहिर काम गरेको हुन्छ सिंहदरबारतिर बालुवाटारतिर काम गरेको हुन्छ ती पागलहरू त्यत्तिकै जुट्छन् लड्छन् अब कारबाही हुने कुरा हो नि त अब तिनी अझै लड्ने खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छुपिन्न घोटिएर हात पाउ झरी जाउन होला तर कोही अगाडि हात जोडिन्न तर कोही अगाडि हात जोडिन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो
पखेरोमा जन्मे टाकुरोमा खेल्ने म झुक्दैन झुक्ने नेपालकी छोरी म झुक्दैन झुक्ने नेपालकी छोरी अनि गर्लफ्रेन्ड नि बोय फ्रेन्ड होला उहाँहरू पनि लडिरहेछ त्यहाँनिर पुरै लडे अनि यत्रो बच्चन के लभ गरेका होला नतिदिन चलिरहेको साथीहरू आइरहेछ लडिरहेको यत्र साना साना बच्चाहरू पनि हेर्नु त छोरीलाई पढाएर के काम भयो र है ए ज्यानलाई छोडी अर्कैलाई छान्यो हो यो कलिलो माया